गरिरहन्छु। हिजो यिनीहरू पनि भगवान थिए, 51-52 मा भगवान थिए, 62-63 64 मा भगवान थिए, 72-73 मा भगवान थिए, आज 82 मा नालायक भ्रष्टाचारी हत्यारा भयो नि। अब आफ्नो ठाउँ नभएपछि कसरी हुन्छ, धम्काएर हुन्छ कि डर त्रास देखाएर हुन्छ र डाङ्लो ठटाएर हात्ती तर्सिन्छ र हैन। त्यो किसिमले गर्दा हामी डराउँदैन। किन डराउनु? त्यत्रा कलिला छोराछोरी, अन्जान छोराछोरी, नादान निर्दोष बच्चाहरू मरे भने अब हामीलाई के को डर छ र? म पनि घाइते हो नि, हामीलाई थाङ्गामै सुतायो नि अहिले पछाडि त। 2324 गते हामी सफल भएको हो, तर त्यसपछि चाहिँ राजनीतिक भयो। यो मुद्दा मानिँदैन भनेपछि हामी फेरि पनि त्यो 23-24 गतेको आधी हुरी ल्याउन तयार छौँ। बन्धु केन्द्रीकृत हुन पनि सक्छ यदि हाम्रो एजेन्डा मानेनन् भने। यिनीहरू त एक नम्बर भ्रष्टाचारी भइहाले त, यिनीहरू त लखेट्नु पर्ने हुन्, जेल जानुपर्ने हुन्, फाँसी हुनुपर्ने हुन् नि यिनीहरू। यहाँ जति पनि यहाँ गद्दारहरू टाँगिरहेका छ, यो रात दिन यहाँ झुन्डिरहेछ यो गद्दारहरूलाई। त्यो कारणले गर्दा यिनीहरूलाई छोड्नु हुँदैन। जसरी अहिले जनताको म्यान्डेटमा बनेको यो आन्तरिक सरकार छ, यो सरकार